सो हेलो एभ्रिवान, आज चाहिँ म के तरकारी खाने भनेर सोचिरहेको छु। तर मसँग चाहिँ आलु मात्रै छ, त्यही भएर आज म आलुको दामी तरकारी बनाउँदैछु। लास्टसम्म हेर्नु होला भिडियो। मैले चाहिँ 2टा आलु ल्याएको छु। यसलाई काटेर म पखाल्दैछु धारामा। यसलाई पखालिसकेर चाहिँ म बसाउनको लागि जाँदैछु। यसलाई चुलामा बसाइदिएँ। त्यसपछि म खाना पकाउनको लागि चामल लिन जाँदैछु। म चाहिँ धेरै भात खाँदिनँ, त्यसैले मैले थोरै चामल हालेँ। यसलाई पनि म पखाल्न लाँदैछु धारामा लगेर यसलाई मजाले घोलेर पखाल्दैछु। कम्तीमा 2 चोटि पखाल्छु, मेरो चाहिँ बानी नै छ यस्तो। पखालिसकेर यसलाई चाहिँ मैले बसाइदिएँ, अन गरेर छोडिदिएँ पाक्नको लागि। त्यसपछि आलु केलाएर मरमसला सब रेडी पारेको छु मैले चाहिँ अघि काटेर। मैले चाहिँ चुला ग्यास खोलेर चुलामा अब प्यान बसाउँदैछु। अलिकति भन्दा मैले चाहिँ धेरै तेल हालेँ। त्यसपछि प्याज हालिदिएँ। प्याज मजाले भुट्दैछु। यसलाई मजाले भुटेर हल्का ब्राउन भएपछि अलिकति बेसार हालिदिइसकेपछि फेरि मजाले घोलेर यसलाई पनि मजाले घोलेर टमाटर र खोर्सानी अघि काटेको मैले हालिदिएँ। यसलाई फेरि चलाएर मैले त्यसपछि नुन हालेको थिएँ, तर मसँग भिडियो स्किप भएछ। त्यसपछि चाहिँ यो मैले पेस्ट बनाएको पेस्टलाई हाल्दैछु। त्यसपछि अलिकति मिक्स मसला, अलिकति धनियाको धुलो र अलिकति गरम मसला एड गरेको छु यसमा मैले। त्यसलाई पनि मजाले घोलेर मजाले मिक्स गरेर लो फ्लेममा पकाउँदैछु। त्यसपछि यसलाई मैले चलाएर छोपिदिएँ। अब यसलाई छोपेपछि एकछिन छोडिदिएँ। उता मेरो खाना पाकिसकेको थियो। त्यसपछि फेरि उता गएर हेर्दाखेरि मसला पनि रेडी भएर रहेछ। त्यसपछि यसमा मैले आलु हालिदिएँ। आलु हालेपछि यसलाई आलुसँग मजाले मरमसला मिक्स हुने गरी चलाउँदै गएपछि मसला मिक्स भएपछि यसमा मैले अलिकति पानी हालिदिएँ। पानी हालिदिएर फेरि मजाले चलाएर मैले यसलाई एकछिन छोपिदिएँ। एकछिनपछि हेर्दाखेरि तरकारी रेडी भइसकेको थियो। मेरो खाना चाहिँ रेडी भएछ, जसमा मैले पकाएको आलुको सब्जी ग्रेभी अनि मैले घरबाट ल्याएको अर्ग्यानिक आँपको अचार छ। अब चाहिँ म खानाको लागि बसेँ। अरू बेला त मलाई त्यति मिठो लाग्दैन, तर आज चाहिँ मैले बनाएको तरकारी एकदम मिठो लागेको थियो। आलुको तरकारी नेपालदेखि आएदेखि मलाई यहाँको खानेकुरा नमिलेर हो कि नेपालको जस्तो टेस्टै नहुने, नमिठो हुने, खल्लो हुने, नुनै नलाग्ने त्यस्तो हुन्थ्यो। तर अहिले चाहिँ मलाई अलि मिठो लाग्न थालेको छ। यो रहेको छ आँपको अचार, आफ्नै बारीको अर्ग्यानिक आँपको अचार। यो चाहिँ मेरो दिदीले बनाइदियो, किनभने मलाई एकदम मनपर्छ आँपको अचार चाहिँ। अनि म आज चाहिँ मजाले भात खाइरहेको छु आलुको ग्रेभीसँग। हाम्रो नेपालमा चाहिँ अब हामीले चाहिँ यसलाई चाहिँ आलुदमको तरकारी भनेर पकाउँथ्यौँ। अब यतातिर चाहिँ के भन्छ? हेर्दै मैले खाना पनि खाइसक्न लागेँ। आँपको अचार चाहिँ मेरो फेभरेट हो। मलाई खानामा छाकै पछि आँपको अचार भए पनि हुन्छ जस्तै हुन्छ। बिचमा मेरो चाहिँ पानी खाने बानी छ क्या, जहिले खाना खाँदा यस्तै हो। हल्का पिरो पनि भइरहेको थियो। मलाई चाहिँ स्पाइसी खानै मनपर्छ र मैले चाहिँ खोर्सानी मजाले हालेको थिएँ। अगाडि हजुरहरूले पनि देख्न सक्नुहुन्छ होला। सबै प्लेटको खाना चाहिँ चाटचुट पारेर खाँदैछु म चाहिँ, किनभने धेरै दिनपछि अलिकति मिठो लागेको मलाई खाना भनेको चाहिँ आज थियो। यो सबै खाना खाइसकेपछि चाहिँ म प्लेट देखाउँदैछु। मिठो भयो आज चाहिँ मलाई। त्यसपछि आफूलाई हेरेर मक्ख पनि पर्दैछु। बाई साथीहरू, म चाहिँ भाँडा मस्काउन जाँदैछु। भोलिको लागि अलिकति उब्रेको तरकारी राखेर म चाहिँ भाँडा मस्काउनतिर लागेँ। हेर्नु न साथीहरू, एकजना खाने मान्छे भए पनि भाँडाकुँडा चाहिँ कति हुने क्या। म चाहिँ धमाधम आफूले खाएको भाँडाकुँडाहरू सफा गर्दैछु र हजुरहरूले मेरो अनुहार देख्न सक्नुहुन्छ। गलेर पिलित्तै भएको छ मेरो अनुहार चाहिँ। अनुहारको एक्सप्रेसन पनि ठिक छैन। कतिखेर भाँडा मस्काइसकेर सुत्न जाम जस्तै भएको छ। भाँडाकुँडा मस्काइसकेर म चाहिँ पखाल्नतिर लागेँ छिटो। भिडियो अलिकति फास्ट भएको हो। भाँडा चाहिँ बिस्तारै माझिरहेको थियो। मोबाइल पनि झऱ्यो, फेरि उठाइदिएँ।
त्यसपछि भाँडा माझिसकेँ मैले आजको। सधैँ रात परेपछि चाहिँ आफ्नै आमाको याद आउँदो रहेछ। कहिले आमासँग टाढा नबसेको मान्छे यसरी परदेश आएर बस्दा त साह्रै आमाको याद आउँदो रहेछ। बाई बाई।